So hello everyone, welcome back to D.L.N vlog. How you guys? तपाईं एकदमै सन्चो म पनि एकदमै सन्चो ठिकठाक छु। अहिले चाहिँ म उता हाम्रो घुम्नमा छु हैन, पछाडी चाहिँ देख्न सक्नुहुन्छ। अनि आज चाहिँ म उता नाम्दोतिर जान लाग्छु हैन। मेरो बाइक चाहिँ उता पुलसम्म ल्याएर त्यहाँदेखि चाहिँ मेरो एउटा साथी जान्छ। सो केको लागि जान्छ भनेर त्यो म पछि देखाउँदै गर्छु हैन। अनि यो भिडियो चाहिँ नाम्दोसम्म जान्छु। सो भ्यूहरु कस्तो हुन्छ म टक्क बाटोसरु सबै देखाउने छु। यहाँले मन पराइदिनु होला। लास्टमा भेट्दिनु होला। थ्यांक यू गाइस, बाइ बाइ। सो रेडी। सो अझै मेरो बाइक यहाँ टक्क रेडी भयो हैन। अनि यसो भयो। यो चाहिँ उता दिनभर राख्नु पर्छ नि त्यस लागि यो बाइकलाई छप्ने यसो राखेको छु हैन। यहाँ यसो गरौँ। सो म टक्क यहाँ रेडी भइसक्यो। अझै जान्छु हैन। सो माथि चाहिँ बाइक माथिबाट चाहिँ म भिड खिच्नु पाइनँ किनकि फेरि गाह्रो पर्छ नि त हैन। सो गाइस, अनि म चाहिँ अहिले हाम्रो दोकानमा छु हैन। मेरो पसल चाहिँ यहाँ। अनि यहाँ चाहिँ बाइक रोकेर एकछिन जुत्ता लाउन आएँ हैन। उता घुम्मबाट चाहिँ मैले चप्पल लगाएर थिएँ। सो टाढो जानुपर्छ, गाह्रो पर्छ नि। सो यस्तो छ। अनि अहिले हाम्रो गाउँको खेतको भ्यूहरु देख्न सक्नुहुन्छ। खेत चाहिँ अब बिस्तारै बल्क यहाँले सुरु हुँदैछ। सो मेरो बाइक चाहिँ यहाँ छ। सो अझै म उता ठेक्कै उता थोरै सम्झिउँ एउटा पुल छ त्यहाँ पुगेर चाहिँ भेट्छु हैन। किनकि हाम्रो बाटोमा खिच्ने फेरि अलिक गाह्रो पर्छ कि। सो त्यही गाइस। सो अब चाहिँ म बाइक उता राखेर हैन, उता पुल देखेर चाहिँ तल राखेर यहाँसम्म आइपुगिसक्यो। यहाँ तल एउटा बाइक जाने। यस्तो छ क्या। अनि बाटो कन्डिसन यस्तो भयो कारणले मान्छेहरू अहिले यही खोलाइ चलाउँछ कि। किनकि अहिले यहाँ पहिला ढोजप एकचोटि आएर अनि यस्तो गऱ्यो त्यो कि अहिले ट्र्याक्टरहरू चाहिँ तलबाट बलुवास तर्दै गर्छ होइन। अनि त्यसकै बाटो छाप हुन्छ नि त्यहाँबाट चलाउँछ कि। सो यस्तो ठाउँबाट चलाउने भनेको हामी मात्र होला। आज चाहिँ म किन बाइक लिइनँ भने चाहिँ त्यो चाहिँ म अघि अलि माथि भन्छु है। सो थ्याङ्क यू गाइस। सो गाइस अब चाहिँ म कि गाउँ पुग्न आँटेछु होइन। माथि चाहिँ कि गाउँ देख्न सक्नुहुन्छ। यस्तो छ गाइस होइन। यस्तो म चाहिँ अहिले यहाँ जाँदैछु। अनि यस्तो छ हाम्रो। सो गाइस अहिले चाहिँ म यहाँ चिया खानेछु। चिया टक्क रेस्ट गरेर छु। म बाहिर जान लाग्छु। Arong na just to the river macha ke te men da mention par cha chung me te jo rang chak zo he जो तोंग जो शारे he odi खर्चन छे odi dün zo de lang ko ko che hala ता चेरम टेम्पो के को छे को पनि ho ga je so everyone अनि अहिले चाहिँ मेरो यहाँ हैन। अनि कि गाउँमा त अक्क चिया खायो। अनि अब चाहिँ जान लाग्छु। अनि पछाडि बाइक आउँदैछ मेरो साथी। सो म यहाँ जान लाग्छु। यस्तो छ गाइस कि गाउँ यस्तो छ है। थाङ जे चाहिँ
चाहिँ हामी हाम्रो गाउँपालिकातिर पुग्यो तल चाहिँ देख्न सक्नुहुन्छ फाइनली अब हामी डुन्डर गाउँ पुग्यो चाहिँ डुन्डर गाउँ फाइनली डुन्डर गाउँ पुग्यो
फाइनल हामीहरू पुगिसके खास गरी कुरा चाहिँ के हो भन्दाखेरि हुन त तपाईँहरूले हाइलाइट गरेर थाहा पाइसक्यो होला तर पनि म भन्छु होइन अस्ति चाहिँ हाम्रो एउटा लामा उता दोमा चाहिँ आम्चीको मिटिङमा बोलाउनु भयो सो त्यहाँबाट जान लाएको छैन अनि मैले काराङसम्म चाहिँ पुऱ्याएँ उहाँलाई अनि उहाँ रोडमा चाहिँ चलाउन सक्छ भनेर उहाँ आफैले चलाउनु भयो सो नाम्दोतिर पनि रोड राम्रो त राम्रै छ तर टर्निङहरूतिरमा हल्का रोड नराम्रै छ कि लड्यो भने पुरा डेन्जर छ सो त्यहाँमा चाहिँ बाइक सायद लडाइदिएछ छैन उहाँ पनि 2-3 दिन एकदमै बिरामी हुनुभयो साथमा एउटा बच्चा पनि अनि बाइकको हालत यस्तो भनेको छैन ह्यान्डलहरू पुरा यस्तो भन्छ आज चाहिँ मैले एउटा नेपाल बाइक एउटा नयाँ ह्यान्डल लिएर साथमा एउटा बनाउने केटा पनि लिएर सो यहाँ बनाउन लाग्छु टक्क यस्तो बनाउन लाग्छु होइन अनि अहिले चाहिँ हामी कहाँ छु भन्दाखेरि नाम्दो सेल गुम्बामा छु होइन अनि उता सेल गुम्बा अलि उतापट्टि चाहिँ एउटा खोला छ त्यहाँभित्र चाहिँ लडाइरहेछ सो हामी चाहिँ टक्क यहाँ आएर बनाउन लाग्छु सो त्यसको लागि अब भिडियो बनाएको होइन साथमा होइन हाम्रो अब थुप्रै गाउँहरूको भ्यूहरू देख्न सक्नुहुन्छ बाटो कन्डिसन कस्तो छ होइन काराङदेखि लिएर तिलिङदेखि लिएर अनि उता नाम्दो सालदङ सबै देख्न सक्नुहुन्छ यो भिडियोभित्र गाइसहरू होइन राम्रोसँग हिँडिदिनु होला सो ह्यान्डललाई यसै बनाएको छ होइन सो अहिले चाहिँ यहाँ नयाँ ह्यान्डल हाल्दैछु होइन सो अहिले चाहिँ यहाँ नयाँ ह्यान्डल फेरिसक्यो एउटा साइलेट गएको छ आज कुख्या सो फाइनल हामीले ह्यान्डल फेरिसक्यो यस्तो भएको छ होइन अनि यो चाहिँ चाइनिज बाइक हो नि त अनि यो चाइनिज बाइक माथि यो चाहिँ नेपाली बाइक ह्यान्डल हाल्दा अलि मिलेन सो केही छैन यत्रो भइसक्यो अब चाहिँ हामी लगभग 1 घन्टापछि चाहिँ जाने अहिले चाहिँ भर्खर खाना पर्ने छ सो उहाँको बाइक चाहिँ यहाँ रेडी छ यस्तो भएछ होइन सो अहिले चाहिँ हामी घरभित्र जान लाग्छौँ सो अहिले चाहिँ हामी यहाँ चिया खाँदैछौँ यहाँ खाँदा टक्क यस्तो रेडी छ सो यस्तो छ गाइस सो अब चाहिँ हामी फर्किन लाग्छौँ फेरि एउटा माथि गुम्बा जस्तै छ होइन त्यसको लामाले फेरि बाइकको भित्र के बिग्रेछ अरे क्या यसले त्यो बनाऊ रे अनि त्यहाँ जान लाग्छु अहिले चाहिँ यहाँबाट अब बिदा हुँदैछु भाउनु छुट्दा यस्तो छ अब चाहिँ हामी जान लाग्छु थ्याङ्क यू बास सो गाइस अब चाहिँ हामी यहाँ बाइक बनाउनु रे सो यहाँ पुगिसके जाँदैछु अहिले चाहिँ हामी यहाँ चिया खानु रे सो चिया खान जान लाग्छु सो गाइस अब चाहिँ हामी अहिले के हो पुगिसकेको छु मेरो बाइक चाहिँ टक्क माथि राखेर अहिले चाहिँ दाइ घरमा चिया खान जान लाग्छु नाम्दोमा चाहिँ हामीले टक्क बाइक साइक नि बनायो चिया पनि राम्रोसँग खुवाउनु भयो खाना नि खुवाउनु भयो सो चिया खाएर चाहिँ अब म देखाउँदै गर्छु के गर्छु होइन सो गाइस फाइनली हामी घर पुगिसक्यो होइन अनि उहाँको घरतिर पुगिसकेँ अनि बाइक चाहिँ बनाएर टक्क यहाँसम्म ल्याइदिएछु होइन यस्तो छ अहिले चाहिँ जस हल्का पानी पर्न आँट्यो आज मार्केटिङ आज हो कसै सो अब चाहिँ म टक्क चिया खाएर होइन जान लाग्छु अनि मेरो बाइक चाहिँ माथि छ होइन गाउँबाट सो आज चाहिँ जस बाइकको के भन पुरा माथिको डिजिटल होइन लाइट साइलेट देखाउने जस्तै कि न्युट्रल
जस्ट देखाउँछ नि त त्यो डिस्प्ले सबै गएको छ अनि त्यो चाहिँ पछि किनेर नयाँ हाल्ने सोचिरहेको छु अनि जस आज चाहिँ ह्यान्डल चाहिँ पुरा भङ्गेछ होइन त्यो चाहिँ जस बनायो नयाँ ह्यान्डल नेपालीको बाइक एउटा ह्यान्डल हाल्यो सो म के गाउँसम्म पुग्यो भने चाहिँ खेर अझै उता निजालसम्म ठ्याक्कै जानुपर्ने हुन्छ मेरो फोनको ब्याट्री पनि 19%मा पुगिसक्यो अनि त्यो अझै ठ्याक्कै म उता घरतिर पुगेपछि भेट्छु है नत्र फेरि बाइक माथि फोनसम्म गाह्रो पर्छ बाटोको कन्डिसन देख्नु भयो होला सो त्यो भएर गाह्रो पर्छ त्यो गाइस ठ्याक्कै उता घरमा पुगेर भेट्छु है अनि एकछिन म बाइक चाहिँ देखाउँछु सो गाइस बाइक चाहिँ यहाँ छ है यस्तो छ टक्क यस्तो छ यो बाइक चाहिँ ह्यान्डल हेर्नु अटिँदा यस्तो भएको छ भित्र हेर्नु पुरा खालि यहाँसम्म आउनुपर्ने हो कि आज होइन सो बाटोहरू यता त एकदमै डेन्जर छ क्या एकदमै गाह्रो छ सो भिडियो खिच्नु त कहाँ बाइक पनि सम्हाल्नु गाह्रो पर्छ क्या सो त्यही भएर चाहिँ म उता पुगेर भेट्छु म चाहिँ उता छैन उता भित्र जानुपर्ने हुन्छ होइन अनि ठ्याक्कै उता पुगेर चाहिँ भेट्छु गाइस थ्याङ्क यू सुस Parang फेभना कहाँ सो गाइस फाइनली म चाहिँ घर आइपुगिसकेँ अनि पछाडि बाहिर चाहिँ मेरो बाइक छ होइन सो फाइनली म घर पुगिसकेँ अनि बाइक लिएर अहिले चाहिँ घरमा यतिकै अब त फेरि गाउँ जानुपर्ने छ जस्तो जान लाग्छु सो आजको भिडियो यति नै यहाँले मेरो भिडियो कस्तो लाग्यो मन पऱ्यो लाइक सेयर कमेन्ट्स एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल थ्याङ्क यू गाइस बाई बाई